म यहाँ के अरे नसुतिकन चाहिँ यहाँ भिडियो बनाएर राति 12 बजे मान्छेले सुन्यो भने ओल्लो घर पल्लो घरको मान्छेले मलाई लखर्न बेर छैन साथीहरू। त्यही भएर चाहिँ म सुस्त बोलीमा बोलिरहेको छु साथीहरू, के गर्ने होइन। मेरो रुमको साथीहरूलाई आज हिजो राति अलिकति डर लाग्यो अरे, त्यही भएर चाहिँ म चाहिँ आज सेक्युरिटी गार्ड बसेको साथीहरू, सबैजना सुत्दैछन् अनि म चाहिँ यसरी चिल्लाइरहेको छ साथीहरू, के गर्ने होइन। अब साथीभाइको माया भनेको त अब गाँस छोड्नु रे, साथीको साथ नछोड्नु रे भन्छ होइन। त्यही भएर म चाहिँ अलिकति दोहोरो भएर चाहिँ म चाहिँ सेक्युरिटी गार्ड बस्दिएको एकछिनको लागि। अब के गर्ने, टेन्सन नगर्नु, आरामले सुत्नु होला होइन। के अरे निन्द्रा लाग्छ होइन, सुत्नुपर्छ, दिनभरि काम गरेको हुन्छ। त्यही भएर चाहिँ म पनि धेरै बोल्न चाहेन। अब निन्द्रामा डिस्टर्ब गर्नु हुँदैन, सुत्ने मान्छेलाई डिस्टर्ब गर्नु हुँदैन, आनन्दसँग सुत्न दिनुपर्छ सुत्नेलाई होइन। त्यही भएर म पनि सुत्ने हो। भोलि बिहान 4 बजे उठेर ड्युटी जानुपर्छ, 11 बजिसकेको छ साथीहरू। अनि अब के गर्ने साथीहरू, यसै हो बेलुकाको बेलामा एकछिन दिनभरिको थकाइ मेट्नलाई एकछिन रमाइलो गरेको मात्रै हो। अब के गर्ने, यस्तै छ। अर्काको ठाउँमा सोचे जस्तो हुँदैन, आफूले भने जस्तो हुँदैन साथीहरू। त्यही भएर यस्तै छ हामी परदेशीको जिन्दगानी।